सुपारी पाइन्छ दादाको गाडीमा पनि। हेलो एभ्रिवान, आज चाहिँ हामी जाँदैछौँ हस्पिटल जुन रेगुलर चेकअपको लागि र डेलिभरी डेट पनि छेउ आइसक्यो, त्यही भएर आज पनि गइरहेछौँ चेकअपको लागि। र हस्पिटल चाहिँ आए पनि पुग्यौँ हामी। आएर एउटा सानो टेस्ट भयो, टेस्ट पनि गऱ्यौँ। हस्पिटलको भित्रको भिडियो चाहिँ गर्नै बिर्सिन्छु म यहाँ। अनि मेरो हस्बेन्डले चाहिँ यहाँ कति मलाई वेट गरिराख्नु भएको थियो होला बुक गर्नको लागि, उभिएर छैन। अनि म चाहिँ कस्तो खुट्टा दुखिसक्यो, म चाहिँ हस्बेन्डसँग यस्तो रिसाइरहेको थिएँ नि, यहाँ ल्याएर उभ्याउनुहुन्छ भन्दै। त्यसपछि चाहिँ हामी हस्पिटलबाट निक्लिएर यहाँ डिमार्ट आयौँ अलिकति सपिङ गर्न। धेरै गर्मी छ नि त, र ठन्डा कपडाहरू लिनलाई आइरहेको थियौँ, जस्तो कि टी सर्टहरू, हाफ प्यान्टहरू, ती सबै लिन आइरहेको थियौँ हामी चाहिँ। र यहाँ लिइसकेर अरू भिडियो सिडियो गरिनँ मैले, अनि सिधै बिलिङ काउन्टरमा आयौँ। बिलिङ गरिसकेर हामी चाहिँ घर पनि आयौँ, र घरमा आइपुग्दा यहाँ पार्सल पनि आइसकेर छ। र आजको भिडियो चाहिँ यति नै।